नमस्ते है सबैजनालाई हाम्रो सनित भ्लग युट्युब च्यानलमा सबैजनालाई स्वागत छ है भाइ। लाइट नमस्ते मेरो प्यारा साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईँ जुस हाल्दै जुस होइन, दसैँ लाग्यो, निगार घरबाट पठाइदिएको निगार खाँदै मगरको छोरो पर्यो, त्यसरी निगार खाने कोही नहानी पऱ्यो है। फेरि यहाँ फेरि विदेशमा फेरि हुँदैन क्या, जुसको बोतलमै राख्नुपर्छ, नत्र अप्ठ्यारो हुन्छ। एलाउ हुँदैन फेरि अरू बोतल राखेर। सेम निगार जस्तै देख्दैछ है, निगारै हो नि भाइ हाम्रो निगार खाने। तपाईँलाई भनेर ल्याइदिएको छ। कतिजनाले निगार खान मन लाग्छ, यसो याद गर्नु र दसैँमा कमेन्ट गर्नु है। अब बङ्गुर मासु त्यहाँ किन्न अलिक के कहिले कहिले पाउँछ, खसीको मासु अनि निगार खाने भयो, सम्पर्क गर्नु होला समिति कान्जा होला। सोधेर पुरै आतङ्कवादी होला नि त। लाइसेन्स छैन होला क्या यसको। गाडी त हिँड्नै गयो त, नाइट गाडी भयो, नाइट गाडी गयो है। त्यही कुरो भयो, अस्ति जितेको त्यो 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 भाइ खसी खायो अस्ति, खायो। यिनीहरू खायो है। फर्स्ट निकाल्यो, फर्स्ट निकाल्यो। जित्यो केटा, किन त्यो साइड बत्ती बालेन हो कि नै? बाल्छ होला, त्यहाँको सेन्सरले काम गराएन होला क्या। यो सब सेन्सर सिस्टम हो नि यो। बत्ती सेन्सर सिस्टम हो। यहाँ हाम्रो कति बज्यो होइन? 40 भयो। 5:40 यहाँ 5:40 भयो, अँध्यारो भइसकेछ कतारमा। ए निगार पोख्यो भाइ एकै गिलासमा लाग्यो हाम्रो भाइ त। त्यो निगारले झप्पै भइयो। बङ्गुरको ऊ पनि यहाँ ल्याएको थियौँ हामीले, के भन्छ यो भुटुवा, सक्यो। भुटुवासँग निगार। हेलो, तपाईँहरूको चाहिँ नेपालतिर कस्तो लागेछ चाहिँ? हाम्रो त यस्तै छ दसैँ, कसै लाग्दैछ है। दसैँ जम्मै लाग्यो यार घरमा, लाग्यो न लाग्यो। सबैजना घरमा। सबैजनालाई ह्याप्पी दसैँ, जहाँ भए पनि दसैँको दसैँ मजाले मनाउनु होला। शुभकामना। दसैँ मनाउन मिल्ने साथीहरू सबैजना। हामीले दसैँमा के खाने? आज त 9 तारिक भइसक्यो, 9 गते भइसक्यो त। कहिले हो 16 दसैँ? गते त टिका हो। धेरै रहेछ त दसैँ त है। मलाई त दसैँ आइसक्यो होला भनेको त, अझै 16 सदा सकिएको होइन। आज 9 गते हो। ए अब नवरात्र हो अहिले, नवरात्रि। भाइ के हो त यस्तो? दसैँ कहिले हो नि थाहै हुन्न हामीलाई, होइन? दसैँमा हामीले खसी खाने, खसी काटिदिउँ क्या मिलेर, अनि पैसामा लगाइदिने क्या। धेरै भाग 700 जतिमा ल्यायो भने 800 भाग हालिदिने, 1000 भाग काटिदिने, 10 भाग हालिदिने। त्यस्तो त गर्नुहुन्न, काटिदिनु त। त्यस्तो त अरूलाई पाप गरेर त्यो मिहिनेत खानु होइन। अब म भिडियो खिचिरहेको छु है ल। त्यसरी गर्दा राम्रो हुन्न। धेरै खानुहुन्न कि अरूको भाइ यार। आउन जानको ट्याक्स भाडा आउन जानको त भुटुवा भइहाल्छ नि यार। जति खाने भुटुवा फेरिकै भयो नि भुटुवा त। बरु त्यहाँ 1 किलो हालिदिने मासु, एक भाग हालिदिनु। त्यही भएर त्यो फाइदा लिनुहुन्न कि। त्यो चाहिँ अब यहाँ विदेशमा पसिना बगाएर त्यस्तो फाइदा लिनु भनेको त त्यो छुटिया काम हो यार, हो क्या? खसी काट्नुपर्छ क्या एउटा पछि काट्न भयो, काटौँ होइन, तर फाइदा लिने किसिमले काटेको अलिक मलाई मजा लाग्दैन यार, जसले पनि। कतिजना पैसा उठ्छ त्यतिजना भाग लाउने। काका गर्ने काम गर्न आउने क्या, पोख्यो काम गर्न आउनु पऱ्यो, काम गर्नेले भुटुवा खान्छ, त्यही त भयो नि फाइदा। खानुको त्यति खान्न। ट्याक्सी ड्राइभर। अब ओ गर्छ है भाइ, तपाईँको कति मिनट भएको छ? 4 मिनट 4 मिनट 5 मिनट भइसक्यो। आउनु होला साथीहरू, पुरा भिडियो हेरिदिनु होला। म त बोल्नै आउँछ क्या, त्यही भएर मलाई नचाहिने बोल्न आउँछ घरिघरि। अर्चना भनेको
अर्चना भनेको त मान्छे त्यो मान्छे होला है अझै कुन तिनवटामा कुन चाहिँ होला है त्यही हो त साथीहरू हामीले त अर्चना भनेको भनेर पत्ता लगाउन सकेन हजुरहरूले पत्ता लगाइदिनु होला कमेन्टमा है कता देख्छु यो तिनजनामा अर्चना को होला साथीहरू हजुरहरूले पत्ता लगायो भने टक्क कमेन्ट गरिदिनु ल यहाँ छ के जिम गर्दा छ हजुरलाई ओ जुम त हुँदैन रहेछ अगाडिबाट यो अर्चना को होला यो अर्चना विशेष पत्ता लगाइदिनु होला हजुरहरूले कमेन्टमा गर्नुभयो भने हजुरहरूले एउटा आइफोन 16 उपहार गरिदिन्छौँ हामी भन्दै टाउको मात्रै देखिन्छ दाइको त मलाई आइफोन 16 त पर्दैन म पत्ता लगाइदिउँ त्यो नजिक जसको नामको नजिकै मान्छे छ त्यही हो क्या अर्चना भन्ने सानोमा बच्चा होला है अर्चना भनेको खासमा अर्चनाको अर्चना पर्नेहरू विशेष चाहिँ छोटा हो छोटो चिन्न त्यो आर्टिस्ट हो क्या अर्चना भनेको त्यो बनाउने मान्छे त्यो यहाँ छँदै छैन क्या त्यो त उसको त्यो को अरे एउटा पैसा उठाऊ हेर्नु अब यहाँ हुन्छ यहाँ 5 रुपियाँ उठाउँछ पैसा चाहियो नि पैसा खान्छ 500 रुपियाँ कस्तो यो त राम्रो बजाउने भाइ कता गयो के नाम र ज्ञान के अरे ज्ञान ए त्यो नकल अहिले अहिले लाने हो ज्ञानेन्द्र होइन ज्ञानेन्द्र ओहो ल गाइज अब हामी यति भन्दै तपाईँहरू माझ हामी छुट्टिन चाहन्छौँ यस्तो पारा त गुड नाइट ओके बाई बाई